यो चाहिँ क्रोएसियाको दोब्रोभनिकमा यस्तो खाले छ। परबाट हेर्दा यस्तै देखिन्छ। अनि म पनि झुक्किएँ। अनि नजिक गएर हेरेपछि चाहिँ फेरि अर्को छ। फेरि याद म देखाउँछु। नजिक गएर हेरेपछि कस्तो छ भने यस्तो छ। यस्तो यो घामले गर्दा देखिएन, यतापट्टिबाट देखाउँछु। यस्तो खासमा यस्तो पत्ता मात्रै छ, पातलो। तर टाढोबाट त के अगाडिबाट चाहिँ पुरै ठुलो बाक्लो जस्तो देखिन्छ। अनि डिजाइन पनि कस्तो तरिकाले गरेर यहाँ घुमाएको छ। अनि यहाँ लेख्न चाहिँ के लेखेको छ भयो लेखेको हेर्न भन्दा पनि म चाहिँ माथि घुमेको हेर्दैछु। लेखेको त यस्तै लेखेको छ। मैले पनि पढिनँ, भिडियो मात्र गरेँ। तर यो अब हावाले हल्लाइरहेछ कि बिजुलीले हल्लाइरहेछ। अघि त छिटो हल्लिँदै थियो, अहिले बिस्तारै हल्लिँदैछ भनेपछि हावाले होला। अब यो हेर्दा कस्तो देखिरहेछ, एकदम ठुलो देखिरहेछ। तर वास्तवमा यो त्यस्तो छैन, देखेको जस्तो हुँदैन भन्छ नि। टाढोबाट देखेको र नजिकबाट देखेको जस्तो कुनै पनि चिज हुँदैन भन्छ। यसले पो प्रमाणित गरिदियो त। टाढाबाट देखेको र नजिक गएर हेरेकोमा धेरै फरक पर्दछ। अब यो म 1 मिटर मात्रै टाढा छु, अर्कै खालको देखिरहेछ। अब यहाँ पुगेपछि चाहिँ खासमा यस्तो हो। यो एकदम पातलो। यो चाहिँ सामान्य पार्क होला। यो यहाँ माछाहरू त कति छन्, तर आज पानी परेर चाहिँ यहाँ धमिलो भएर छ पानी। यो हावाहुरी चलेर चाहिँ अब यहाँ यो पार्कको पानीहरू चाहिँ समुद्रमा पसेपछि चाहिँ अलिअलि छेउछेउमा धमिलो भइरहेछ। नत्र यहाँ सङ्लो हुनु भने माछाहरू चाहिँ थुप्रै छन् यहाँ।